महाकाय सूर्यकोटि समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। आकाशस्याधिपो विष्णुः अग्निश्चैव महेश्वरी वायो सूर्यक्षितेरिषः जीवनस्य गणाधिपः। आकाशस्याधिपो विष्णुः अग्निश्चैव महेश्वरी वायो सूर्यक्षितेरिषः जीवनस्य गणाधिपः। षोडशैतानि नामानि यः पठेत् शृणुयादपि विद्यारम्भे विवाहे च प्रवेशे निर्गमे तथा सङ्ग्रामे सर्वकार्येषु विघ्नस्तस्य न जायते। सङ्ग्रामे सर्वकार्येषु विघ्नस्तस्य न जायते। नमस्ते, म रञ्जिता अधिकारी मम्मी, मेरो नाम रचना अधिकारी। अनि हामी यही मङ्गलपुर 15 बस्छौँ होइन। अनि बाबुको सानोको बारेमा केही कुराहरू भन्न लागिरहेको छ। बाबु जन्माउँदाखेरि नै एकदम गाह्रो भएको थियो होइन, ब्याकुमलाएर तानेर जन्माएको उसलाई। अनि प्रत्येक हप्तै पछि बिरामी हुने है। अनि उसले अनि त्यसपछि के भन्छ अरे एकदम धेरै बिरामी हुने। हामी काठमाडौँ बसेको थियौँ है। अनि अब के भन्ने एकदम धेरै बिरामी हुन्थ्यो उसलाई, एकदमै धेरै गाह्रो हुन्थ्यो कि जतिखेर पनि ज्वरो आउने, अनि फेरि सन्चो हुने, अनि फेरि डाइरिया हुने, फेरि सन्चो हुने, फेरि अनि फेरि अर्को बिरामी हुने, त्यस्तो त्यस्तो एकदम धेरै बिरामी हुन्थ्यो है। अनि तर मैले भन्दा पनि बढी चाहिँ उसको ठुलो मैले हुर्काउनु भयो कि उसलाई चाहिँ।
एकदम धेरै गाह्रो गरी हुर्काएको कि उसलाई, तर एकदम ज्ञानी छ। के अरे अब सानैबाट ज्ञानी हो कि उसलाई त। म सानैबाट मैले नि अब पसलहरू गरेँ, अब चितवनतिर आएँ त्यसपछि। अनि सानैबाट एकदम ज्ञानी हो त। म बजारतिर गएँ भने उसलाई कोठामा राखिदिएपछि एउटा मोबाइल एउटा ट्याब थियो उसको बाबाले पठाइदिनु भएको है। उसलाई चाहिँ बाबाले नि एकदम धेरै माया गर्नुहुन्छ। अनि उसको बाबाले उसलाई चाहिँ जे भन्यो त्यही हो। आजसम्म उसलाई केही कुराको कमी छैन है। अनि पढ्न पनि स्मल हेभन बोर्डिङमा पढ्छ। अब त्यस्तो नराम्रो छि भन्ने नि छैन, पढाइ त्यस्तो एकदम हाई भन्ने नि छैन, ठिक्क मिडियम छ है। अनि अब त्यही हो। अब सबैभन्दा क्रेडिट त अब रन्जितलाई हुर्काउन त ठुलो बाबाले नै हुर्काउनु भएको हो। अब सानैदेखि नै उसले चाहिँ एकदम धेरै माया पायो ठुलोबाबा ठुलोमम्मीको। मसँग भन्दा पनि बढी ठुलोबाबा ठुलोमम्मीसँगै बस्थ्यो पहिला सानोमा। अनि अहिले मात्रै हो, ठुलो भएपछि चाहिँ 2.5 वर्षपछि चाहिँ मसँगै बस्न थाल्यो। अनि गोठेरी हजुरबासँग पनि बस्थ्यो ऊ, लगभग 1.5 वर्ष बस्यो। अनि त्यसपछि चाहिँ हामी चितवन आयौँ। अनि चितवन आएपछि चाहिँ मैसँग बस्न थाल्यो। तर ऊ एकदम ज्ञानी हो। त्यहाँ जानु हुन्न त, फोटो आउँदैन कि फेरि बिग्रिन्छ। कति गरौँ तिम्रो
अलि धेरै लगाइदिने रे चार सौ जस्तो भयो यो चल्न अब नगर्ने नभए चिसो हुने चल्नु हो क्या La
त्यसपछि पछि राखेँ एउटा पुछौँ लिएर पानीसँग मारिदिउँ हाम्रो बाबुको नाम तिम्रो नाम के अरे बाबु पुरा पानी छोडिदिनु ल अब गैँतीलाई पूजा गर्नु
ल अब त्यसपछि यो अगाडिपट्टिको फेरि यसलाई यो समात्ने कपाल अलिकति समात्ने त्यसपछि यसलाई चट्टा काटिदिने है अनि त्यहाँ त्यो भाग खै दिदी पनि चाहिन्छ होइन चार टुक्रा बनाएर राख्नु बराबर चल्छ यो घाउ निकाल्ने यहीँ राखिदिनु यो तिमीले अर्को यो पुरै कपाल फाल्दासम्म यो थाहा यो छैन र यो हाल तिमीले लैजाऊ यो कपडाले यो कपडा योमा टोक्नु पारे कपाल टोक्नु पारेर सके नदीमा पुर्याउनु नसके एउटा चौताराको पिपलमा लगेर राख्नु अहिले होइन नि यो कपाल फालेर तातो पानीले भिजाउनु सामाना थापा कामनाले भन्दा पहिला सामानाले लाउँछ टिको भाइलाई अनि बल्ल बस्छ कामना ल अनि दुईजना थाहा चुट्टो काट्नु धेरै लिनु पर्दैन पछि पछि काट्छ एउटामा राख्नु एउटामा काटेन यो पनि निकाल्नु न ल अब अर्को यतापट्टिको कपाल सहित है अनि त्यो बुकमा लगाइदियो तर राम्रो सुहाउँदो रहेछ यार अनि त्यो किलो बनाएर हिरो देखिएन यार लिएर आउनु अब दलदी भन्छ गोडातिर पनि हातमा लिएर सर रवि गरिदियो त गिलो बनाऊ भनेको त्यस्तो फुकोमा जाडो भयो तातो पानीले पखाइदेऊ यो बाबुको लाउने हो त बेला आयो भयो पञ्चको के हो खास यो बस्नु यहाँ मुनि काशीको बदान पनि साथै गराउनु है पूजा गरेपछि चाँडा बुवा
के अरे नाम के अरे रञ्जित नाम भारद्वाज के गोत्र भारद्वाज गोत्र होइन भारद्वाज गोत्र रञ्जित नाम कुमार हो हम म वर्तमान आदिको कर्म निमित्तको आदौ वस्त्र बाँध्ने बिनी हो त छोडिदेऊ त्यसलाई ल यो माथि उ लगाइदिनु निकालेर यो टुक्रा लिएर समात्ने यसलाई ल भुइँमा ल यसलाई समात्नु ल पढ्नु सब सङ्कल्प पढ्नु हरिओम तस् हरिओम तस् सबैले रोटी ल्याउने गाउँ के भयो मङ्गलपुर त्यो बहिनी ठाउँ जुत्ता नटेकिनलाई देवानां भद्रासुमतीरे दिवसां देवानागुरातिरविनो निवर्तताम् देवानागुसख्यमुपते दिवावयं देवानायुपतिरन्तिदिवसे तान् अर्जमणं
मनसा विश्ववेदाः अनिजीवा मनभः सुरवो ससतो विसेनो देवा वसागमन्य ओमदं कर्णेवे शृणुयाम देवा भद्रं पश्येमाशपर्यजत्राः हिरेरङ्गे तुष्टवाको शतनभिर्वसेम इदेव हितं जगायुः अदिते दौरदितेरन्तरिक्षमदितिर्माता सपिता सपुत्रः विश्वदेवादितेः पञ्चजनादितिर्जातमदितिर्जनितं फुल हाल्नु पैसा राख्नुहोस् सुपारी जनी राख्नुहोस् जनिँदै होला यहाँ कतिजना कर्ता कर्तालाई मैले उहाँ मेरो त्यहीँ गएको छ धानले मसी दिने अब धानलाई सुन्नु धानले मसी दिने देवान प्रणय आजको अब कलशलाई सुन्नु माताको जल अलिकति चुहाइदिनु मैले चिनिएको छु अहिले आउनु मैले ल अब उसको सप्तमृत्तिका भनेर चाहिँ तुलसीको मठको माटो नभए यो यज्ञ भूमिको माटो राखिदिनु हुन्छ खाली चामल हो त्यो चामल आइदिन्छ मालपुवा अलिकति एउटा माथि राख ल अब त्यहाँ पूजा गर्नु छ ल पूजा माथि त्यो फलमाथि गणपति पञ्चदेवता गणपति पञ्चलोकपाल देवदाति यजुर्वेदसी अन्दिनादि नवग्रह ईश्वरादि अधिदेवता अग्नियादि प्रत्यादि गौर्यादि षोडशमाध्य अर्घ वनस्पति कुलदेवता पितृदेवता ब्रह्मा विष्णु शिव स्कन्द महाकाली महा सरस्वती नेमसेन हनुमान वैश्वानर सर्वेभ्यो देवताभ्यो नमः चन्दन चढाएर पूजा गरेर पहिला घन्टाको पूजा गर्छ आगमनार्थु देवानम भूमि घन्टे वदुनाथम देवता घन्टम पूजयामि ओम सन्तुष्टिताय गरुणाय नमः घन्टालाई है पहिला घन्टा अक्षता नचढाउनु झौके चढाइदिनु ल अब शङ्खलाई पूजा चावडा रोटी एउटा टपरीमा राखेर कसैले दिनु होइन सातवटा छ ती तिनवटा हिँड्न यताउता दायाँ बायाँ जस्तो तल 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 दुईवटा यता हो अब मालामा एउटा ठुलो त्यो गोबर हालिदिए नि अब एक ठाउँ जोडिदिनुहोस् है एउटा छुँदा सबै छोइनी गरी हो ल एउटा गुरु उहाँ गुरुलाई एउटा अर्को गुरुलाई एउटा मलाई ल अब ग्रहको पूजा यहाँ हजुर विराजमान आइदिनुहोस् म हजुरको आराधना गर्छु भनेर सम्झने सबै राख्ने होइन बाबु यो घुमाउँदा यसो त्यहाँ समातेर
एउटा सेतो वस्त्र यहाँ चाउलोमा बाँध्नु पनि पर्यो सेतो बस्नु यहाँ छैन घन्टी आयो घन्टी लाइन ल लौरो है अब भिन्छ मानिसले भाषा तयारी गर्नु अब बाबु नयाँ डालो चाहियो है विषयमानलाई नयाँ डालो को त्यहाँ बेच्छ भन्ने छ बेच्छ पनि हरे राम राम फेरि यहाँ पर्दा जानु फेरि अब यो वस्त्र के हो र छैन होइन अहिले उसले नाम त ल्याएर बाबुलाई आउनु उहाँ गुरुलाई दिन भनेर राखेको हस् हस् भएको भएर चाहिन्थ्यो एउटा यहाँ अब यहाँ फेरि घुमेर आउनु तिमी त्यो सोध्दै अहिले एकदिन नआल न घुमिरहेसके हो त्यसरी घुमिरहेसके आइसक्यो डालो आइसक्यो मामा चाहियो हरे राम 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 हरे 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 कृष्ण आगो बोल्नु हरे राम 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 हरे 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 कृष्ण कृष्ण हरे 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 राम अब भिखु पुऱ्याइगयो अब अब मेदेही त्यसै भन्नु है पुरुषहरूले चाहिँ भन्नु दिन लाग्नु भयो कोही त्यहाँ छोरो मान्छेले भने भवतः भन्नु है छोरी मान्छेहरूले दिनुभयो भने भगवती होइन नि भगवती हो तिमी जाऊ ए पहिला भेटी अलिकति भिजाएको बत्ती दिनु न भिजाएको बत्ती यो चाहिँ सुरक्षित हातमा यसलाई सारेर ठ्याक्क पर्यो त्यो सार्न पाइन्छ त्यो सार्नु लाजमा लिएर भयो त्यो पनि समाउने गाई देवले त्यसो समाएर गाई नै हाल्दै गाईले उठाल्यो त्यो पाल चाल्यो यहाँ राख्ने त्यो यहाँ राख्ने यसले चाहिँ त्यहाँ पाल राख्ने साह्रै नडल्ने हरिओम तालिरहने हरिओम तत्स हरिओम तत्स गाईको बारेमा सकल हजुर गोत्र थाहा छ गोत्र नाम हजुर राशिको नाम हातमा लिएर भयो म पाठ गर्छु ओम नमः शिवाय मनमा लिने है सकेसम्म काम पऱ्यो भने गएर बोल्ने भयो नमः शिवाय मनले सम्झेर
हरि ओम गणनान्ता गणपतिको हवामय प्रणन्ता देवपतिको हवामय निनान्ता निधिपतिको हवामय बसो मम अहमनानि गर्वतमतमजाजि गौतम गायते तुष्टिमते अमृतुपन्ते स्वपेत्यागको देवदेवाभय भवतु सर्वदेशमेकामजाजनान सदियागि तदुर्गाजान् गिराजदिपोरगं आदविराज गोमिमतो भवतु तस्मैकिं सभुतमन्तं राजमल्लान् सकृवायवेन अन्यग्रामजय तस्मै यज्ञं सबुत विजामन् जगिं जनागं जगिं तस्मादि शोभयादरगाभो जगिं तस्मादजावय हमलेकन भरेगी भोजन पुरुषं दातमतेन जय 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 मेदतु गतियाबेकल भयं भोंकिम शादी किं बाबु किं मेरे भादा बजे कामने मुखमाजित बाबु राजन्य सतोवतते जर्गजपति हाय भगवती भिक्षे नमः भन न भिक्षे नमः भन हाल्नु यो यही हाल्ने नि त मम्मी त्यही हाल्ने हो क्या आदिसके सबै हाल्ने हैन हो अब आलु हाल्ने हैन अब फेरि आउने हो तिनचोटि आउनु हामीले चाहिँ हेरिदिनु हुन्न तपाईँहरूले बाहिराडी हो कि बाहिराडी हो कि दिदी बाहिर डुल्दै हिँड्ने हो के होला माथि नि भनिदेऊ माथि भिक्षा दिनलाई तिमीले नि देऊ न आउने हो बाबु त्यो है गुरुजीले भनेको सुन है भगवती भिक्षा बल्ल दुई भयो हजुर बल्ल दुई भयो
भएमा तातो लाग्ने भोक लाउने कुनामाले जन्माको होला नि भएमा तातो लाग्ने भोक लाउने करिमै करिमाइले पोकेका छ काइली मलाई तिमी असाध्यै मन पर्छ करिमाइले पोकेका छ काइली मलाई तिमी असाध्यै मन पर्छ मलाई तिमी असाध्यै मन पर्छ रुपकी राम्री छैन नि खासैमा बसेकी छु म तिम्रो आशैमा रुपकी राम्री छैन नि खासैमा बसेकी छु म तिम्रो आशैमा करिमैले पोके गर्छ काइला मलाई तिमी असाध्यै मन पर्छ करिमैले पोके गर्छ काइला मलाई तिमी असाध्यै मन पर्छ मलाई तिमी असाध्यै मन पर्छ हत्केलाले छेकिन घाम कहिले रातो डोली लिएर आम्कैले हत्केलाले छेकिन घाम कहिले रातो डोली लिएर आम्कैले करिमाइले पोकेका छ काइली मलाई तिमी असाध्यै मन पर्छ करिमाइले पोकेका छ काइली मलाई तिमी असाध्यै मन पर्छ मलाई तिमी असाध्यै मन पर्छ भनेपछि सानोले मेरी हो जिन्दगीको अर्थ नै फेरियो भनेपछि सानोले मेरी हो जिन्दगीको अर्थ नै फेरियो करिमैले पोके गर्छ काइला मलाई तिमी असाध्यै मन पर्छ करिमैले पोके गर्छ काइला मलाई तिमी असाध्यै मन पर्छ मलाई तिमी असाध्यै मन पर्छ फुलमा बास्न कसरी पस्यो त्यसरी नै सानोमा दिल बस्यो फुलमा बास्न कसरी पस्यो त्यसरी नै सानोमा दिल बस्यो करिमाइले पोकेका छ काइली मलाई तिमी असाध्यै मन पर्छ करिमाइले पोकेका छ काइली मलाई तिमी असाध्यै मन पर्छ मलाई तिमी असाध्यै मन पर्छ माया लाउँछ किन हो
जस्तै खाएको छ दिल तिमी बिना फकार्नै मुस्किल बच्चा जस्तै खाएको छ दिल तिमी बिना फकार्नै मुस्किल करिमै करिमैले पोकेका छ कहिले मलाई तिमी असाध्यै मन पर्छ करिमैले पोकेका छ कहिले मलाई तिमी असाध्यै मन पर्छ मलाई तिमी असाध्यै मन पर्छ दोभानैमा भेटियो खोली सुम्पे जोबान नबोली नबोली दोभानैमा भेटियो खोली सुम्पे जोबान नबोली नबोली करिमै करिमैले पोके गर्छ कैला मलाई तिमी असाध्यै मन पर्छ करिमैले पोके गर्छ कैला मलाई तिमी असाध्यै मन पर्छ मलाई तिमी असाध्यै मन पर्छ गोठीबाट सबैले अलि यताबाट हजुर त्यहाँबाट डालो ठुलै लाउनु पर्ने हो कि हो खल्ली पनि खाने मेरो ब्याक पकेट त्यो त अलवेज हो नभए दमाई उठाएको र यत्रो सिलाउँछु ठिक हाल्छ कि यहीसम्म खाले
पानी दिएर सौकीले पानी हुन्छ प्राण चम्का यसो है यसो भगवानलाई देखा सबैलाई देखाएर यसो गर्नु होला ओइ गालियो बोल्ने नि ओइ ल एक फेर यसो भगवानलाई सबैलाई देखाएर राखिदिउँ तल सुनताली नानीको मुहार झलक निधारैमा टिकेटलक सुनताली नानीको मुहार झलक कश्मीरे पछौरी दार्जिलिङको रेल लामसाइले बिरती 2 दिन बाँचुन्जेल कश्मीरे पछौरी दार्जिलिङको रेल लामसाइले बिरती 2 दिन
छैन मायाले जोवन साटेको फुल राम्रो लालु पातेको छैन मायाले जोवन साटेको कश्मीरे पछौरी दार्जिलिङको रेल लामसाइली बिरती 2 दिन बाँचुन्जेल कश्मीरे पछौरी दार्जिलिङको रेल लामसाइली बिरती 2 दिन बाँचुन्जेल लामसाइली बिरती 2 दिन बाँचुन्जेल जोडी सुगा जोडी ढोकरा एक्लै यो जिन्दगी लुखर लुखरा जोडी सुगा जोडी ढोकरा एक्लै यो जिन्दगी लुखर लुखरा कश्मीरे पछौरी दार्जिलिङको रेल लामसाइला बिरती 2 दिन बाँचुन्जेल कश्मीरे पछौरी दार्जिलिङको रेल लामसाइला बिरती 2 दिन बाँचुन्जेल लामसाइला बिरती 2 दिन बाँचुन्जेल चिसो पानी धारा पानीको साठी देऊ सम्झना जिन्दगानीको चिसो पानी धारा पानीको साठी देऊ सम्झना जिन्दगानीको कश्मीरे पछौरी दार्जिलिङको रेल लामसाइली बिरती 2 दिन बाँचुन्जेल कश्मीरे पछौरी दार्जिलिङको रेल लामसाइली बिरती 2 दिन बाँचुन्जेल लामसाइली बिरती 2 दिन बाँचुन्जेल दिउँकी मुटु खोल्ने तिमीलाई
लामसाइले बिरती 2 दिन बाँचुन्जेल कश्मीरे पछ्यौरी दार्जिलिङको रेल लामसाइले बिरती 2 दिन बाँचुन्जेल लामसाइले बिरती 2 दिन बाँचुन्जेल देऊ भाइ देऊ 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 हाल हाल ठाउँमा छिरायो के त मेरो गुजिया चाहिँ जित्दै छ ल ल अगाडि पछाडि नाच्नु न ल ल ल सारा सारी सारा